आज चाहिँ म झापा गाउँपालिकाको स्वास्थ्य चौकी वडा नम्बर 6 को स्वास्थ्य चौकीमा आएको छु। यहाँको निरीक्षण लगायत विविध विषयमा यहाँका स्टाफहरू अहिले ठ्याक्कै 10:05 गयो। म चाहिँ दीपक तामाङ, झापा गाउँपालिका वडा नम्बर 6 राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि हुँ। आज हामी यसो हेर्छौँ है त स्टाफहरू। हामी अहिले लाइफमा छौँ है। हामी को को छौँ स्टाफ? हाम्रो सर टिका छ। हजुर, कतिजना स्टाफ हो अहिले यहाँ? हामी अहिले त अब 4-5 जना छौँ। एकजना बिदामा हुनुहुन्छ। हजुर, आज चाहिँ 4 जना। अनि टोटल स्टाफ चाहिँ कतिजना हो? 5 जना। 5 जना। यहाँ नामहरू पाइन्छ? पाइन्छ। कुन यही हो? 1 नम्बरमा होइन? हजुर। 2 नम्बरको, 3 नम्बर, 4, 5, 4 नम्बरको हुनुहुन्छ अनि बिदा हुनुहुन्छ उहाँ। हजुर, जम्मा 7 जना स्टाफ हो। जम्मा 7 जना होइन। अहिले त अब ल्याब तल लगेको छ नि त। हजुर हजुर। होइन, यो विद्यालय त अब तल जम्मा यहाँ चाहिँ कतिजना वडा नम्बर 6 को स्वास्थ्य चौकीमा? हामी 5 जना। 5 जना भनेपछि उहाँ हुनुहुन्छ 2 जना, 3 जना, 4 जना, 5 जना। अनि विद्या खड्का उहाँ 2 जना पालिकामा। भनेपछि 5 जना तपाईँ हुनुभयो। अरू यता 4 जना चाहिँ कहाँ हुनुहुन्छ? 4 जना अहिले त अब सर आउनुभएको छैन, आउनु बेला हुनुहुन्छ। 10:05 भयो त टाइम। र जसरी पनि हामीले यहाँ सर हाम्रो कार्यालय सहयोगी है, स्वास्थ्य कार्यालय सहयोगी हुनुहुन्छ उहाँहरू अहिले। अनि हाम्रो सिस्टरहरू पनि हुनुहुन्छ होइन? सिस्टरहरू पनि आउनु भएको छैन। ल हामी एकछिन वेट गर्छौँ।